हामीहरू बबई रिसोर्टमा आइपुगेका छौँ साथीहरू है। साथीहरू ठाकुरद्वाराको यो बबई रिसोर्ट एकदमै राम्रो रहेछ होइन। म फर्स्ट टाइम आएको छु। तपाईँले यहाँ देख्न सक्नुहुन्छ बबई रिसोर्ट। एकदमै राम्रो छ, आउनु होला। बढ्दै आउनुभयो भने यहाँ जरुर बस्नुहोस् है। आज घुम्नुपर्छ यो स्विमिङ। टाइम लिएर आउनु पर्दो रहेछ होइन। गाडीमा यहाँदेखि घुमेको लगभग 12,500 रुपियाँ लाग्दो रहेछ। 4 घन्टा घुमाउनु हुँदो रहेछ गाडीमा होइन। त्यसमा चाहिँ 9जना स्ट्रेन्थ 9जना हुनु पऱ्यो होइन। एकजनाले बुकिङ गऱ्यो भने पनि 12,500 नै लाग्यो। र तपाईँ 9जना नै आएर बुकिङ गर्नुभयो भने राम्रो। सबै फ्यामिली आएर 9जना फ्यामिली आएर घुम्दा एकदमै राम्रो रहेछ। 9जना भन्दा 10जना फेरि हुँदैन रहेछ त्यो गाडीमा होइन। सो यहाँको त्यति थाहा थिएन मलाई, धेरै कुराहरू नलेज भयो होइन। यहाँ घुम्ने बस्ने एकदमै रुमहरू व्यवस्थित छ होइन। यो सबै होमस्टे रुमहरू हो। लन्च हामीले गर्न सायद अलि टाइम छैन यहाँ। म त्यही भएर हामी फेरि यहाँबाट अगाडि नेसनल पार्कतिर जानेछौँ। त्यहाँ के छ कस्तो छ होइन। हामीले तुरुन्त लन्चहरू नास्ताहरू पाउने रिसोर्ट रेस्टुरेन्टहरू खोजिरहेका छौँ। अनगिन्ती रेस्टुरेन्टहरू छ यहाँ होइन। यहाँ चाहिँ टाइम लाग्दो रहेछ। सो हामीले यहाँ अहिले अर्डर गरेका छैनौँ। ल जाम है। को मान्छे आयो यो मान्छे? ओ को ला बाबालाई ल माया गर्ने बाबालाई। बाई बाई गर्दैछ अरे। बाई बाई गर, बाई बाई गर, बाई बाई माया गर। छोरी आऊ यहाँ। त्यहाँ जाने आऊ। त्यहाँ जाने होइन। यो के हो? पानी हो है। नजाने है। उता जाने होइन है छोरी। यसलाई छु छु हेर यहाँ जाम अब। त्यहाँ हेर न अगाडि। अरे त्यहाँ त दाहिने बाहिने नहेर। डोर्याउ जाऊ। साथीहरू अब हामी लाग्छौँ है। बबई रिसोर्ट देख्नु थियो। यहाँ लन्चको लागि अलि टाइम लाग्ने भयो। सो हामी यहाँ निस्किँदैछौँ। यहाँ चाहिँ अलि फुल्ली टाइम लिएर आउनु पर्दो रहेछ है सर। राम्रो लाग्यो। यहाँ अरू घुम्ने ठाउँ कहाँ कहाँ छ अरे सर? यो नेसनल पार्कको उसमा
भेड अनि हात्ती भएको त अहिले भेटिँदैन सर ए त्यसलाई लिएर आऊ त्यसले हिँड्न मात्रै खोज्छ सानो नानी अरू घुम्ने ठाउँ भनेको त्यही हात्तीहरू त्यो चिडियाघर जस्तो सानो छ भने कहाँ हो सर त्यही नेसनल पार्कमा कहाँनिर त्यही नेसनल पार्कमा ए हेर्ने त्यति नै हो है सर ठिकै छ फेरि हामीलाई यहाँ साथीहरू गाडीमा घुम्ने हो भने यो गाडीमा घुम्नुहोस् है तपाईँहरू आउनु सक्नुहुन्छ आयो छोरी माथि आयो तिमी यहाँ तल हाम फाल्ने ल जाम अब है जाम अब इन्टरनेसनल पार्कतिर जाने साथीहरू बबई रिसोर्टको मैले भिजन सबै देखाएँ तपाईँहरूलाई होइन अब हामी यहाँ निस्किन्छौँ जस्ट नेसनल पार्कतिर के छ फेरि तपाईँहरूलाई देखाउनेछु